हाम्रो 3 नम्बर वडाकारला है साथीहरु। यो चाहिँ हाम्रो घर नजिकैको हो। गुड मर्निङ, नमस्ते साथीहरु, शिवहरु, शुभ बिहानी भन्दै मैले मिनी भ्लगमा हजुरहरुलाई स्वागत गरे। यो चाहिँ हाम्रो घरमा फलेकै लिची है साथीहरु। एकदम धेरै फलेको छ लिची। कति फलेको छ भनेर हजुरहरुलाई मैले यहाँ देखाइसके। यति राम्रो फलेको छ साथीहरु। यो चाहिँ मेरो घरको आँप पनि यति राम्रो फलेको छ। यो यति मिठो आँप छ साथीहरु। हजुरहरुलाई अब नजिक हुँदा त म चखाउँथे, अब टाढा हुने मेरो साथीहरुलाई चाहिँ अब मैले फोनबाटै देखाएँ है। अनि अब हामी चाहिँ पछि पाकेपछि खाने छौं साथीहरु। हजुरहरु टाढा हुँदा चाहिँ अब दिन सकिएन। अनि यति राम्रो लिची फलेको छ साथीहरु हाम्रो घरमा, के गर्नु र कम्ती मिठो छैन। अब नजिक हुँदा त खाना हुन्थ्यो साथीहरु मिलेर है। अब टाढा हुने साथीहरुलाई त अब फोनमै मात्रै हो है। र पनि केही छैन साथीहरु, कुनै दिन भेटौँदा खाउँला भन्दै मैले बिहान शुभ बिहानी नै भिडियो बनाएको छु आज यसो नै घुम्दै गएको। मेरो ठुलो घर पर मूल घर निरिची हो साथीहरु। यो लिची फलेको त्यो मूल घर निरिची ठ्याक्कै वडा कार्यालय छ। वडा कार्यालयको अगाडिपट्टि साथीहरु। हस् त, बाइ बाइ।